ठोक्ला, अन्नपूर्णले ठोक्ला, अनलाइन खबरले सिद्ध्याउला, सेतो पार्टीले रातो पार्टीले, नट मी। तपाईहरुलाई गलत मान्छेमा हातमा पर्नुभयो। मसँग चल्दैन, मसँग त्यो खेल त्यो धन्दा केही पनि चल्दैन। इमानका साथ आएको छु। गरेको गल्ती कमजोरी त्यति हो। आफ्नो देशमा फर्केर आएको थिए, सबैले त्यही गर्थे। आज एनआरएनहरुको यहाँ जग्गा के गरेर लाने? अब जुन निर्णय भएको छ, यहाँ जग्गा छ, दाजुभाइ बीचको अंशमा कसैको अंश तलमाथि छ भने अब उहाँ नागरिक हुनु भएन। उहाँ अब के गर्ने? सबैले चलेको कुराले म पनि आफ्नो देशमा भएको हुनाले मैले केही प्रक्रियागत त्रुटिहरू गरेँ होला, म त्यसको सजाय भोग्न तयार छु। तर त्यसका आधारमा टेकेर उल्टाएरै नागरिकता, पल्टाएर नागरिकता, बिहानै नागरिकता, बेलुकै नागरिकता, त्यहाँ नागरिकता, यहाँ नागरिकता, उसको टिभीमा हेऱ्यो भने त्यही अर्गनाइज तरिकाले पेल्दै 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 लगेर त्यहाँ सिद्ध्याउने भन्नु खोज्नु भएको। मैले त्यसै भएर भनेको म अभिमन्यु होइन। मलाई युद्धभित्र छिरेपछि छिर्न पनि आउँछ र निस्कन पनि आउँछ र म यसरी निस्केर देखाइदिन्छु कि तपाईँहरू हेर्नु होला। यो मेरो आक्रोश मात्र होइन, यो मेरो प्रतिबद्धता, यो मेरो आँट हो। यो आक्रोश किन आएको छ भने जब मान्छेलाई किनारामा लगेर बिरालोलाई तपाईँले थुन्न खोज्नुहुन्छ नि, थुन्दाखेरि गाह्रो हुन्छ। राजनीतिक हिसाबले राजनीतिक तरिकाले आउनुपर्ने हुन्छ। 5 जना मिलेर निरन्तर रूपमा गर्ने। जसले प्रमाणसहित गर्नुभयो उहाँसँग मेरो भन्नु केही पनि छैन। जसले प्रमाणसहित पत्रकारिता गर्नुभयो त्यो उकेरा सुकेर केले गर्नु ठिक छ, राम्रो, भेरी गुड। त्यही चिज अरूलाई पनि गरे हुन्छ, त्यो ढङ्गले आए हुन्छ। तर सिद्ध्याउँछु, यो गर्छु भनेर अर्गनाइज गराएर सारा मिडिया एक ठाउँमा बसेर गर्ने